हेलो एन्ड नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ मेरो युट्युब भिडियोमा। हामी चाहिँ आज अलि लेट पनि भयो। हामी चाहिँ आज हाइकिङ हिँडेको सो बागद्वारसम्म। हेरौँ मसँग भाइ पनि छ, अस्ति पनि दुईजना, आज पनि दुईजना। हामी चाहिँ टिकट सिकट काट्यौँ, यहाँ हल्का चेक सामानहरू गराएर चाहिँ हामी चाहिँ अब भित्र प्रवेश गरिसक्यौँ। अब मस्तिर हेर्दै जाउँला, के छ देखाउँला। सो हेलो साथीहरू, अब हामीलाई चाहिँ तल हल्का बाटो कन्फ्युज गराइदियो 5 घन्टा 3 घन्टा भनेर। हामी चाहिँ अब यहाँ दाजुभाइ रफ्तारमा हिँडिरहेको छौँ, देख्न सक्नुहुन्छ। हिँडाइ डर छ। आज तर पानी पर्यो है, घाम लागिरहेको छ। हेर्नु गर्मी हुन थाल्यो, छाता पनि ल्याएन। आज ढिलो भयो नि त हाइक हाम्रो। घरमै 11 बजिसकेको थियो। हाम्रो बागद्वारको हाइकिङ चाहिँ सफल भइरहेको छ अहिलेसम्म चाहिँ। यहाँ मजाले देख्न सक्नुहुन्छ। हामीलाई हाम्रो भिडियो हेरेर फुल इन्जोय लिनु होला। तपाईँहरू घरमा बसी हिँडेको महसुस गर्नु होला। कि कसो कुमार सर? एकदम हो राई। तल खोला रहेछ, कस्तो मिठो बजिरहेको। माछा मारेर जानुपर्छ क्या। रडै दाइले लगाएको भन्ने दाइको रड पनि बाङ्गिसक्यो, अहिले काम छैन। कसले दाइले भने कहाँ बाँधिन्छ हौ अहिले। फल पसिना भइसक्यो। हामी यहाँ देख्न सक्नुहुनेछ। यहाँ छ चलेर फोटो खिच्ने ग्याङहरू गर्मी हुन थाल्यो। ऊ चाहिँ किन्नु सक्नुहुन्छ। यो दाइको पालो जान ल, जान गुट्टुङ मलाई एकैचोटि माथि पुग्यो काटेर नगर्ने ल, जान सर्ट बाटो हामीले अपनाएको कारणले चाहिँ यस्तो घारी हिँड्नु परिरहेछ। तर छिट्टै निक्लिँदैछ। माथि चाहिँ घारीमा हिँड्ने पनि मस्त। मलाई बाबा कि जय। कस्तो ठाउँमा चाहिँ लाग्ने हो क्या जुगा। हामी चाहिँ डेन्जर हिँड्यो अहिले त। फर्क पर्छ नि। उकालो हिँडेर बोल्न केही सकेको छैन। गर्मीले चेत हानिरहेको छ। यहाँ मलाई देख्न सक्नुहुन्छ खलखली पसिना भएको। यस्तो सिँढीको बाटो हिँड्न पाउँदा मनै तरङ्ग खुसीले अरे क्या। भर्खर त आधी घन्टा भयो नि, अझै बाँकी छ है। ओहो कसम यार, यहाँ त आज त भुतै के भन्छ
भुते आउला जस्तो क्या शिव म त तर सोचेको थिइनँ यार यस्तो छ भनेर चाहिँ बागजार पनि त्यो त राम्रो बाटो हो होइन मतलब आज झन् कस्तो के हाइकिङ हिँड्ने टाइम हेर न वेदरले नि बवाल बवाल देखेछ यसो देख्न सक्नुहुन्छ हाइकिङ जाने बाटो बागदुवारको कसम यार आज म धेरै खुसी छु है यस्तो बाटो हिँड्नु पाउँदाखेरि तर अझ यो बाटो यस्तो नभएको रमाइलो हुन्थ्यो यार तर राम्रो चाहिँ यस्तै बाटो देख्छ है सो साथीहरू हामी चाहिँ माथि आज घाम पनि लागिसकेको छ यहाँ आइजानु तपाईँकोमा पानी टक्क छैन हौ तिम्रो होला बिस्तारै बजाऊ है मार्छ हाम्रो चाहिँ यहाँ भाइले चाहिँ बेल बजाउन लागेको छ हल्का लुकाएर भरे आर्मी सरहरू देख्यो भने त फेरि माफी फुलुस बनाइदिएला फेरि केटाहरूलाई सम्झिरहेको छौँ हामी 2 हप्ता भइसक्यो तर केटाहरूको अब आफ्नो आफ्नो काम व्यस्तताले गर्दाखेरि हामीसँग आउनु पाएको छैन त्यही पनि अब नेक्स्ट टाइम फेरि मिलाएर जानुपर्छ सबलाई मिस गरेछौँ यस्तो उकालो हिँड्न पाउँदाखेरि हामी मात्र किन गल्ने केटाहरूलाई पनि गलाउने सपना थियो सपनै चाहिँ रहने भयो जस्तो छ म अँध्यारै हुन लाग्यो त 12:30 बजे पनि देख्न सक्नुहुन्छ पुरै तलतिर मान्छेले कराउँदैछ देख्नुहुन्छ आउँछ होला बाघ आम्मा अँध्यारो भइसक्यो गाइस यहाँ मासतिर त यस्तो खतरा ठाउँ उकालो हिँड्दा हिँड्दा लोत फर्क्यो म चाहिँ सर्टकट बाटो जानु पर्यो यो बाटो होइन म चाहिँ यो बाटो जानु पर्यो चिप्लेर मर्ने हो कि को त्यत्रो बाटो हिँड्छ हेर म चाहिँ सर्टकट बाटो खोज्दैछु तर कसम खतरा मजा भयो आज चाहिँ हिँड्नलाई घाम पनि लागेको छैन नि त अनि वेदर पनि आज पानी पनि ठ्याक्क हल्का हल्का पऱ्यो तर आज हामी लेट हिँड्यो घरबाट चाहिँ 11 बजेतिर आम्मामा एक्लै दुक्लै आयो भने त 7 जान्छ होला हामी त 2 जना छौँ तर साथीहरू टन्ने मान्छेहरू टन्नै छ पछाडि बाटो सर्टकट बाटो पनि सक्यो यहाँबाट आउनु पर्ने थियो अब फेरि उकालो जानुपर्ने हुन्छ उहाँ तल आउँदैछ भाइ चाहिँ तल आउँदैछ कि हामी चाहिँ माथि छौँ उकालो हिँड्दा त के बोल्नु है अल्छी लाग्न थाल्छ के बोल्ने बाटै छैन यो तपाईँहरूलाई देखाइरहेको छु बाटो यस्तो छ हिँड्न यस्तो
हामी चाहिँ लगभग आधी बाटोमा आइपुग्न लागिसक्यौँ होला सायद, थाहा त छैन मलाई त त्यही पनि गेस। तर आज भन्नुपर्दा चाहिँ वेदरले चाहिँ बवाल साथ दिएको छ, हिँड्नलाई मजा आइरहेछ। गर्मी पनि भएको छ, चिसो पनि छ, तर जङ्गल कसम बाघ भालुले एट्याक हान्छ होला हामीलाई। देख्नु सक्नुहुन्छ, हेर्नु त यहाँ कस्तो छ ठाउँ। हामी चाहिँ माथि आइसक्यौँ यहाँ टक्क। बबाल रमाइलो। भाइ चाहिँ पुरा जुवा लाग्यो भनेर कपडा खोलेर हेरेछ। यस्तो छ जिन्दगी। हिँड्न त रमाइलो भइरहेछ, तर आज शीतल छ, बबाल मजा आइरहेछ। त्यस्तो उकालो पनि होइन, ठिकै तेर्सो उकालो, तर रङहरू लागेर छ बबाल। मासतिर पुरो मान्छेहरू बसिरहेको रहेछ। फाइनली उकालो सकियो। अब हामी तेर्सो लाग्नेछौँ। त्यो उकालो तल बनाएर तेर्सो यहाँ गर्मी भयो लास्ट। अब तेर्सो हिँड्दै पानी त कस्तो गनाएको। तिमीलाई अर्को पानी भरे है सुँग त खाऊ त, कस्तो गनाएको। बोतल हाल्नु यो भन्दा त यहीँको पानी मिठो हुन्छ। अर्कै बाटो रहेछ नि तलबाट आउने यार, तलबाट आउने अर्को बाटो होइन र यो, त्यही बाटो हो। फेरि उकालो आएछु साला, त्यो सक्यो होला तेर्सो भनेको त, उकालो भनेको त। तर कसम मन क्या मन को सुकून मिल रहा है आज हमारा बहुत ही। यस्तो वेदर त बवाल हो, बवाल। आज बवाल हामीलाई साथ दिएछ वेदरले। जस सुकून मिल रहा है, बहुत ही सुकून मिल रहा है हमको आज, बहुत ही। यस्तो चिसोमा हिँड्नु पर्दा त्यो सानो नानी पनि पो हिँडिरहेको रहेछ आज त। मान्छे कोही फर्किँदैछ। हामी चाहिँ 1 घन्टाभन्दा बेसी भयो हिँडेको यार। 3 घन्टा भन्थ्यो, अझ 2 घन्टा बाँकी रहेछ। तलतिर आउँदै रहेछ मान्छेहरू माथि। और 2 घंटा चलो प्लेन के बाद हाँ शिवापुरी पीक पर नहीं पीक के लिए प्लेन है, उसके ऊपर फिर 2 घंटा और चढ़ना पड़ेगा। चढ़ो भाई चढ़ो यार, 2 घंटा क्या है यार। आज पूरा दिन हमारा है क्या, पूरा दिन हिँडेगा आज। चलो आमामा कस्तो खतरा रुख रहेछ। आओ जाऊ एट बाबा
वेदर चाहिँ बबाल छ है। हामी चाहिँ माथि चोरीमा आएर चाहिँ टक्क खाजा खान लाग्यौँ। खाजा भन्दा नि यसो एकवटा चाउचा बजाइदिउँ कि भनेर हल्का भोक लाग्यो। एकछिन यहाँ बसेर चोरी रहेछ। चाउचा चट्ट मसला 2टा खोर्सानी फेरि घिउ पनि छ फेरि प्योर गाईको। हामी चाहिँ चाउचाउ खाएर पनि हिँडिसक्यौँ। यहाँ माथि आएर चाहिँ बाटो हेर आम्मामा चिप्लो बाटो यस्तो छ। अहिले चाहिँ ग्ल्याद हिलै रहेछ यहाँ ठ्याट। चिप्लो साह्रै 2जना मात्रै हिँड्न त डरै लाग्ने रहेछ कुमार है। जङ्गल त्यस्तै। चाउचाउ टक्क बजाइदियो अरे। अब चल्दिएको फेरि मासतिर। आज लेट पनि भयो क्या, त्यही भएर छिटो गएर फर्किहाल्ने भनेको। हेरौँ कहाँसम्म पुगिन्छ। माथिसम्म चाहिँ पुगिन्छ जस्तो लागेन। टाइम पनि खासै छैन। यस्तो मुसा जङ्गलको मुसा पसेका कहाँ पुग्यो। आमामा हेर न रुखिया कस्तो खतरा हो। आमामा त्यसो आयो अहिले चाहिँ। एक्लै त हिँड्न डर लाग्न थाल्यो मलाई त। आमामा डरै लाग्दछ। यस्तै 1300 भएर छिट्टै हुन्थ्यो। मार्छ होला। मान्छेहरू रहेछ तर टन्नै चिप्लो रहेछ। साइलेन्ट ब्लग हो यो चाहिँ फेरि नबोलिकन होइन। आलु बखरा त हिजो मेरो घरमा खान तिमीले। आलु बखरा कस्तो आलु बखरा यो भयो। यो त धेरै महँगो भयो नि। हाम्रो घरमै छ टन्नै। यो त तपाईँलाई अहिले बिकाइदिउँ भनेर मात्रै हो। खबर दिएको छ नि 2-3 सबैलाई उतिन हो। अब तपाईँहरूले मात्रै बढी लिएर भयो। तर त्यो नि खुल्ला पैसा छैन रहेछ। 100 रुपियाँ त महँगो भयो अङ्कल। हामीले चाहिँ आलु बखरा किनेन है, महँगो भनौँ। हाम्रै घरमा चाहिँ आलु बखरा 100 रुपियाँको त्यो 5जना के खानु। हाम्रै घरमा चाहिँ खाने भयो केटाकेटी हो तिमीहरू सबै। खोइ रे दाइ। तेर्सो हिँडिरहेको छौँ हामी। एउटा सानो खोला पनि आइसक्यो यहाँ तर पानी छैन। तपाईँहरू देख्न सक्नुहुनेछ। मान्छे टन्न हल्ला गरिरहेको छ मासतिर। कति हिँड्नु हिँड्दा वाक्कै भइसक्यो। पुग्दैन त बागदुवार पुग्ने बेला भयो। जाम बिस्तारै। म चाहिँ तपाईँहरूलाई एउटा यहाँ रहस्यमय देखाउँछु है त। यति रुख यस्तो छ होइन।
तर यताबाट देख्न सक्नुहुन्छ खाली, पुरै खाली। बाघको गुफा बाघ निक्ल्यो नि छैन। रहेन रहेछ बाघ त। यता चाहिँ धारा रहेछ हौ, त्यहाँ चाहिँ शिवको मन्दिर रहेछ, मूर्ति। यहाँ चाहिँ धारा, हल्का पानी खाइदिएर गइदिउँ। देख्न सक्नुहुन्छ बाघद्वारै यो चाहिँ। आज पानीले चाहिँ हामी तक्क मुख हुँदैछौँ यहाँ हेर्नु। बाघले मुतेको होइन नि, फेरि बाघले बाघको मुखबाट हालेको छ फेरि। मुतेको पानीले पनि मुख धोइयो बाघद्वारमा आएर। बाघ सानो भगवान बनाइदिनु छ यहाँनिर। हामी चाहिँ मासतिर जाने निदो क्यान्सल भयो, मासतिर जाने। अब हामी चाहिँ बागद्वारबाट यो स्यालद्वार के द्वार हो पुगेर घुमेर फर्क्यौँ। हामी चाहिँ यहाँबाट फर्क्यौँ, मासतिर नजाने कुरो भयो। हाम्रो कुमार सर के छ अब, मलाई अल्छी लाग्यो। मासतिर खासै राम्रो छ जस्तो लागेन, त्यही भएर गएको त छैन। हामी चाहिँ यहाँबाट फर्क्यौँ। यहाँनिर फेरि देख्नु सक्नुहुन्छ के अरे, शिवजी होइन शिवजीको नन्दु, शिवजी भगवानको नन्दु वाह सुतिरहेको छ। अल्छी लाग्दै है, कसरी अल्छी लाग्छ हौ, हिँड्नलाई नै अल्छी लाग्छ। त्यत्रो झन् इनर्जी वाइ वाइ चाउ चाउ, बाघले मुतेको पानी अनि चिजबल खुवाएर लिएको होइन। हेलो साथीहरू, यहाँ चाहिँ तपाईँहरूले एउटा चिज देख्न सक्नुहुन्छ है, तर त्यसको माउ चाहिँ उडेर गइसक्यो। तर यहाँनिर त हेर्नु चराको बच्चेको रहेछ अन्डा, माउ चाहिँ उडेर गयो भर्खरै। यो चाहिँ खै के हो ल, हेलिप्याड हेलिप्याड नै झरिसक्यौँ। अब हाम्रो हाइकिङ ऊ पनि सकिसक्यो है। अब यहाँसम्म हेरेर साथ दिने हुनेहरूलाई धेरै धेरै धन्यवाद। नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब अनि लाइक सेयर गरिदिनु होला। के कसो कुमार सर? मलाई देखाएकै छैन, देखाएको मजाले देखाएको थियो ल। यति भन्दै आजलाई चाहिँ यो ब्लग यहीँ टुङ्ग्याउन चाहन्छु। फेरि पनि अर्को भिडियोमा भेटौँला।